महेन्द्र राजमार्गलाई चाहिँ तपाईँले यलम्बर मार्ग राख्नुपर्छ भन्नुभएको छ, यो खास भन्नु खोज्नु भएको के हो? गणतन्त्रवादी हो, त्यसो भएको कारणले अब राजतन्त्रै मान्ने हो नि त, हाम्रो पनि त राजा थियो नि त भन्ने मैले भन्न खोजेँ। यो सुँगुरेको बारे पनि भिडियो बनाउनै पर्ने भयो। मैले बालन भाइको बारे पनि 2 वर्ष जति बनाएको थिएन क्या, हेरेर बसिरहेको थिएँ जब राष्ट्रवादीहरूले आन्दोलन गर्यो होइन, जहाँ त्यो क्याबेले चाहिँ 2 शब्द बोलिदिएको भरमा चाहिँ देश चाहिँ साँच्ची नै काङ्ग्रेस एमालेको चङ्गुलबाट फुत्किन्थ्यो नि, त्यहाँ बोलेन क्या। ओल्डो राजालाई चिठी काट्न गएपछि अनि यो खाते पनि त्यही आइएनजीकै प्रडक्ट हो, जुन पोलिदेवा प्रचण्डहरू हो त्यही प्रडक्ट हो यो भनेर मैले चिनाएको थिएँ। अनि बोल्न लाग्थेँ यो हाम्रो बलुन ट्यापे भाइको बारेमा। अब यो सुँगुरेको बारे पनि बोल्नुपर्ने भयो, मैले खासै बोलेको थिइनँ, यसलाई कि यो बोल्ने हैसियतकै ठानेको थिइनँ होइन, त्यही बोलेको थिइनँ। अब बोल्नुपर्ने हो। यो सुँगुरे कसरी मेयर भयो थाहा छैन होइन, यो सुँगुरे मेयर पनि डेभलप नगर्ने मान्छे है त। यो सुँगुर मुखेको मैले पहिले पनि यसको भिडियोहरू हेरेर हुन्थेँ कि हाम्रो धर्म संस्कृतिलाई गर्ने होइन। अनि पछि मान्छेले लात हान्न थालेपछि अहिले होइन हो म त धर्म मान्ने मान्छे हो भन्ने होइन। यो पादरी यो पास्टर सास्टर के हो, यो आलखान नपाएपछि पास्टर भएको यो भतुवा है। यो भतुवालाई के भनिदिनु पऱ्यो नि, यसले नेपालको बारे चाहिँ जब यस्तो कुरा गर्छ नि, म राजावादी होइन यहाँ भन्छ नि भाइ सुँगुरे भाइ। नेपाल पहिला पिनाल शाहले बनाएको देश हो क्या, शाहवंश राजाले बनाएको, अरू राजाहरूले होइन क्या। त्यही भएर शाहवंश राजालाई हामीले नेपालीले मान्नुपर्ने कारण थियो। अनि महेन्द्र हाइवे चाहिँ राजा महेन्द्रले बनाएको भएर महेन्द्रकै नाम दिनुपर्ने त्यही भएर हो क्या। जुन राजाले बनाए त्यही राजाको नाम दिनुपर्ने हो। यसमा यलम्बर भने भगवान् हुन्, कहाँ मान्छेसँग ताजिरा है। र यलम्बरलाई पनि नेपालकै बनाइदिने, गौतम बुद्धलाई पनि नेपालकै बनाइदिने, सगरमाथालाई नेपालकै, जानकीलाई नेपालकै बनाइदिने पिता चाहिँ पृथ्वीनारायण शाह हो। त्यही भएर पृथ्वीनारायण शाहलाई हामीले यति सम्मान गर्नुपर्छ, भगवान् भन्दा नि माथि राख्नुपर्छ। नेपाली सबै नेपालीले 3 करोड नेपालीले है त। त्यही भएर चाहिँ पृथ्वीनारायण शाहको नाम राखिनुपर्छ नेपालको नोटमा है, नेपालको प्रत्येक चोकमा गल्लीमा है। अनि यो हाइवेको नाम जति पनि कल कारखाना खुलेको राजा महेन्द्रले त्यो चाहिँ सबै जुन राजाले बनाएको त्यही राजाको नाम राख्नुपर्छ है त। यसमा यो यलम्बरको जोड्ने यो झन् गणतन्त्रवादी हो भने त छोटै भयो नि त। नेपाल राजाले बनाएको देशमा बसेर म गणतन्त्रवादी हुँ भन्ने फटा हो, लाज शरम लाग्दैन तिमीहरूलाई? फटा मोला।